म चाहिँ आज के भन्न गइरहेको छु भने म चाहिँ अहिले भर्खरै ड्युटीबाट आएको अब सुत्न लागेको होइन। मलाई चाहिँ के लागिरहेछ भने नेपालको अवस्था देखेर धेरै दुःख लागेको छ क्या, धेरै नै दुःख लागेको छ। प्लस अब नेपालमा जति अब ठिकै छ यो जति छ नि केपी ओलीहरू जति नेताहरू छ नि भ्रष्टाचारहरू छ नि उनीहरूलाई चाहिँ हटाएकै राम्रो क्या, नेपालबाट हटाएकै राम्रो। एकदम खुसी छु उनीहरूले राजीनामा दियो भने सुन्दा एकदमै खुसी छु म होइन। अनि बाँकी होइन रवि लामिछाने आएर किन खुसी भएको सबैजना, किन चाहिँ खुसी भएको कि ऊ पनि त्यही ड्याङको मुला हो कि, त्यही ड्याङको मुला हो। ऊ पनि त्यही भ्रष्टाचारीमै पर्छ कि, यत्तिकै ऊ जेल गएको होइन नि त। जेल त्यत्तिकै मान्छे लखर लखर गएर आउँछ र त्यत्तिकै जान्छ र होइन। उसले कति जनतालाई ठगेर प्रुफ भएर त्यो जेलसम्म पुगेको हो नि त। त्यो कसैले पनि वी निड रवि चाहिँ कसैले पनि नभनिदिनु होला प्लिज। रवि आयो भने फेरि पहिला जस्तो थियो त्यस्तै आन्दोलनमा उत्रिनुपर्छ। त्यस्तै अहिले त अब केपी ओलीहरू जति यो भ्रष्टाचारहरूको लागि हामीले हाम्रो जेएनजी टिमहरूले सबैजनाले अब जलाएका छन्। कति त अब हुन्छ नि सांसद भवनहरू त अब नजलाउनु पर्थ्यो, तिनीहरू त होइन। जति थियो भ्रष्टाचारलाई हटाउनु थियो, त्यो त हाम्रो देशको लागि बनेको। फेरि पनि आउने हाम्रो नयाँ पुस्तामा नि त्यो चाहिन्छ होइन। फेरि पनि त्यो बनाउनलाई धेरै टाइम लाग्छ। धेरै नै दुःखी छु त्यस कुरामा चाहिँ। त्यो कुरामा चाहिँ कति थियो होला क्या हाम्रो नेपालको, कति हरेक कुरा त्योभित्र थियो होला होइन। तर त्यो कुराहरू जल्दाखेरि चाहिँ मन दुखेको छ। तर यो भ्रष्टाचारीहरू हटाउन चाहिँ एकदमै खुसी छु म होइन। अब बाँकी फेरि लिडरसिपहरू चाँडै नै लिडर, अब एउटा देशको राम्रो लिडर चाँडै नै आएको देख्न पाऊँ होइन। तर देशलाई यति माया गर्ने लिडर होस्, अनि त्यो लिडरको पछि त्यो लिडरले चाहिँ खतरा गाइड गर्ने लिडर परोस् क्या। त्यो लिडरलाई चाहिँ सबैले पछ्याएर नेपाललाई चाँडै बोलाउने लिडर आएको हेर्न पाऊँ। मलाई चाहिँ सक्दो होइन, कोही चाहिएन क्या। मलाई चाहिँ सब धरानको मेरो हर्क साम्पाङ चाहियो होइन। सायद मैले मात्र होइन, सबै देशले चाहेको होला हर्क साम्पाङ आउनु भएको, देख्न चाहेको होला। उहाँ आउनुभयो भने हाम्रो देश 5 वर्षमा बन्ने देश 2 वर्षमा बन्न सक्छ गाइज। प्लिज सबैजनाले नारा लगाऊँ हर्क साम्पाङ चाहियो हामीलाई चाहिँ यो देश बनाउनका लागि भनेर। सो मेरो चाहिँ यही हो। तर कति धेरैजनाको छोराछोरीहरू दसैँको मुखमा खोसिएका छन्, ती नालायक सरकारले खोसेका छन्। एकदमै दुःखी छु म होइन। स्वर्गमा बास होस् उहाँहरूको। अनि यसरी देशको लागि आफ्नो रगत बगायो, आफ्नो ज्यान दिएर उहाँहरू शहीद हुनुभएको छ। सबैमा हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। अनि सबैजनाले राम्रो लिडर छान्नका लागि सबैजना एकजुट हुनु होला। कहिले पनि